गर्न हुँदैन। विश्वेश्वर प्रसाद कोइरालाज्यूले महामानव विश्वेश्वर प्रसाद कोइराला जो नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुहुन्थ्यो, नेपाली कङ्ग्रेसको पूर्व पार्टी सभापति महामानव विश्वेश्वर प्रसाद कोइराला, जसलाई आज पनि हामीले यस कार्यक्रम गर्दै गर्दाखेरि माल्यार्पण गरेर मात्रै कार्यक्रमको सुरुवात गर्ने गर्छौँ। उहाँले सधैँभरि एउटा कुरा के भन्नुहुन्थ्यो भने पछाडि हरेक मन्त्रालयको अफिसमा हरेक योजना आयोगको अफिसमा एउटा कृषकको तस्बिर राखेर मात्र योजना बनाउनु भन्ने गर्नुहुन्थ्यो। त्यो भनेको नेपाली कङ्ग्रेसले जहिले पनि कृषकलाई, किसान दाजुभाइलाई महत्त्व दिएको कुरा हामी त्यति बेला बुझ्न सक्छौँ र त्यो कुरा अहिले पनि सान्दर्भिक छ। हामीले खालि भाषण गरेर, खोक्रो भाषण गरेर हामीले शिक्षामा, स्वास्थ्यमा, पूर्वाधारहरूमा, कृषिको क्षेत्रमा हामीले विकास गर्न सक्दैनौँ। नेपाली कङ्ग्रेसका नेता अघि भर्खरै अमर सिंह कुञ्जुले भनेर गइसक्नु भएको छ, कृषकलाई माया गर्ने, कृषि प्रधान देश हो नेपाल भनेर यहाँ शिक्षा सिँचाइको आयोजना लिएर आउने व्यक्ति को, पार्टी को हो भन्दाखेरि हामीले गर्वका साथ भन्न सक्नुपर्छ नेपाली कङ्ग्रेस हो। नेपाली कङ्ग्रेसका नेता सुशील कोइरालाले ल्याएको हामीले भन्न सक्नुपर्छ। त्यसै गरी सिटिभिटीका कुराहरू भए, जहाँबाट हजारौँ सङ्ख्याका विद्यार्थीहरू त्यहाँबाट निस्केर सिपमूलक तालिम दिएर हजारौँ, दसौँ हजार, 1 लाख, लाखौँको घरमा चाहिँ सिपमूलक तालिमले आफ्नो घरहरू चलाइराख्नु भएको छ। त्यसकारण पनि नेपाली कङ्ग्रेसले धेरै कामहरू गरेका छन्। हामीले चिया गफमा, हामीले चौतारामा बस्दै गर्दाखेरि, हामीले साथीभाइसँग गफ गर्दै गर्दाखेरि नेपालगञ्ज बाँकी जिल्ला कसरी विकास गर्यो त, कुन सेक्टरमा विकास गरेको छ त, कसले ल्याएको आयोजना भन्ने कुराहरू हामी सर्वप्रथम नेपाली कङ्ग्रेसका कार्यकर्ताहरू पनि हामी पनि अलिकति जानकारी राख्नुपर्छ र हामीहरूले चाहिँ त्यसरी सूचित गर्नुपर्छ जस्तो मलाई लाग्दछ। हामीले आफैले हामीले गरेको विकास हामीले समाजमा भन्न सकेनौँ, हामीले जनतालाई भन्न सकेनौँ, हामीले युवा साथीहरूलाई भन्न सकेनौँ भने पछाडि पक्कै पनि अहिले जसरी सामाजिक सञ्जालबाट देश चलिरहेको छ, सामाजिक सञ्जालबाट पार्टीहरू चलाउन खोजिएको छ, सामाजिक सञ्जालबाट युवा साथीहरूलाई भ्रमित गर्न खोजिएको छ, त्यसरी नै अरू अन्य दलका साथीहरूले, अन्य अराजक समूहहरूले त्यो कुराहरूलाई चाहिँ क्याच गर्नेछन्। त्यसकारण पनि नेपाली कङ्ग्रेस 2007 सालदेखि जेनजी आन्दोलन पछाडि आफूलाई परिवर्तन गर्ने, देशलाई परिवर्तन गर्ने, नागरिकहरूको हकमा, समाजको हितमा काम गर्ने पहिलो पार्टी भएको कुरा हामीले जानकारी दिन सक्नुपर्छ। अस्ति भर्खरै जेनजी आन्दोलन भयो, नेपालगञ्ज उपमहानगरपालिका वार्ड नम्बर 1 का 2 जना भाइहरूले शहादत प्राप्त गर्नु भएको छ। उहाँहरूको भावनालाई टेकेर कसले सबैभन्दा पहिला परिवर्तन गर्यो भन्ने कुराहरू पनि हामीले युवा साथीहरूमा हामीले पुर्याउन सक्नुपर्छ। नेपाली कङ्ग्रेसले त्यो पहिलो पार्टी हो जसले नेतृत्वको अनुहार मात्रै परिवर्तन गरेन, आफ्नो नीतिमा पनि परिवर्तन गरेको कुरा हामीले चाहिँ समाजमा भन्न सक्नुपर्छ।